Hello everyone, welcome and welcome back to my channel. So after a long time म चाहिँ भिडियो मतलब भ्लग बनाउन गइरहेको छु र अहिले चाहिँ म टुडे गेलमा छु साथीहरु हैन अहिले हाम्रो राष्ट्रिय पर्व भूमि हाम्रो हिजोदेखि स्टार्ट भइसकेको छ र आज चाहिँ म 2 गते आएँ किनकि हिजो म एकदमै काम गरेको थिएँ हैन आफ्नो व्यस्तताको कारण आउन सकिन र आज चाहिँ म यहाँ आएको छु हैन यहाँ अब फर्स्ट अफ अल चाहिँ सम्पूर्णलाई भूमि पर्वको एकदमै शुभकामना व्यक्त गर्न चाहन्छु र आज चाहिँ हामी हेलो गर्दै भाइ हेलो हेलो एकदमै रमाइलो भइरहेछ हैन पानी पनि परेको थियो अघि एकछिन अहिले फेरि रोकिसकेको छ खुसीको कुरा हैन पानीमा भिजेर त कसै नाच्नु है यहाँ चाहिँ यसरी भइरहेछ रमाइलो भइरहेछ यसरी टेन्टमा चाहिँ हामी मतलब यो उसमा चाहिँ बसिरहेको छौँ हाम्रो दाइहरू पछाडि हुनुहुन्छ हैन पछाडि हुनुहुन्छ दाइ दिदीहरू अनि त्यसपछि अहिले यहाँ सङ्गीत दाइ पनि आउँदै हुनुहुन्छ अरू पनि आउँदै हुनुहुन्छ अनि हाम्रो अरू दाइहरू खोइ त उपेन दाइ खोइ ए सन्तोष दाइ आउँदै हुनुहुन्छ वाउ रमाइलो आज जे होस् रमाइलो हुन्छ यहाँ हैन रमाइलो गर्नुपर्छ सो मसँग चाहिँ अहिले मामा हुनुहुन्छ म मामालाई चाहिँ तपाईहरुलाई देखाउँछु ल साथीहरु सो हेलो मामा नमस्ते नमस्ते सन्चै हुनुहुन्छ एकदम सन्चै छु मेरो आवाज सुनिरहनु भएको छ नि सुनिरहेको छु अनि कस्तो भइरहेको छ त आजको दिन यहाँ एकदमै रमाइलो भइरहेको छ एकदमै खुसी लागेको छ आज भूमि पर्व 2082 आज 2 गते एकदमै रमाइलो भइरहेको छ हामी चाहिँ आज टुरिगलमा आएका छौँ त्यो एकदम हेर्न पाउँदा खुसी लागेको छ ए नाइस अब म यो क्यामेरा भएर अर्कोलाई सोध्न चाहन्छु है सो दिमु हेलो हेलो के छ तिम्रो हालखबर ठीक छ नाच्न नजानेर अलिकति हेरिरहेको तिमीलाई अहिले यस्तो यो नाच्ने अति वरिपरि देखिसकेपछि नाच्न कतिको मन लागिरहेको छ अहिले नाच्न त धेरै मन लागिरहेछ तर यो स्टेप आउँदैन मलाई अहिले सानै चाहिँ कौडा बजाउनु चाहिँ ठुलो उडाउँछ ल ठिक छ त्यसो ल तपाईँ दिदी नमस्ते दिदी नमस्ते तपाईसँग धेरै दिनपछि भेट भयो मेरो कति धेरै दिनपछि अनि कतिको खुसी लागिरहेछ त खुसी लाग्छ खुसी साथसाथै मलाई तिमीहरूसँग चित्त नि दुख्या चित्त चाहिँ के कुरामा दिदी चित्त दुख्या भने चाहिँ मैले चाहिँ सबै सल्लाह गरेर हैन केही अलिक यसो यताउति नास्ताहरू बनाएर खाऊँ भने चाहिँ तिमीहरूले नमानेको भएन यो चाहिँ म काट्छु है दिदी यो अगाडि हो कि छाता चाहिँ अनि अरू के भन्नु छ दिदी तपाईलाई यो पर्व अरू ठिकै छ अब 5 बज्न 20 मिनेट बाँकी छ हैन त अनि फ्री डान्स हुन्छ अब डुलो उडाउनु पर्छ ए ल ओके त्यसो भए तपाईको डान्स हेर्न हामी एकदमै आतुर छौं है ओके नाच्नु भएन भने जानेको छ नि नाच्दैन होला अरू म अनि हाम्रो सलगेटर के छ त एकचोटि बोलौँ न म त्यस्तो हार्ड क्वेसन त सोध्दिन क्या हेलो हेलो के छ अनि हालखबर ठिकै छ हजुर ठिकै छ हाँसेको पनि खिच्छु नि हौ अनि तपाईलाई नाच्न आउँछ कि आउँदैन नै म यो संस्कृतिमा म फर्स्ट टाइम म सामेल हुँदैछु होइन कि सामेल त छुट्टै हो कि मतलब नाच्न चाहिँ आउँछ कि आउँदैन नै एउटा स्टेप त्यो नर्मल पनि आउँदैन म जिरो म जिरो होइन यो नाच चाहिँ अरू नाच त आइहाल्छ नि अरू नाचलाई आइहाल्छ ए ठिक छ त्यसो भए भनेपछि यो नाचमा चाहिँ म जिरो हो के डान्स चाहिँ आएन भन्न खोजेको हजुर कल्चरल डान्स चाहिँ आएन यो नाच चाहिँ आउँदैन भन्नु ए अनि आज पहिलो पटक आउँदा कस्तो रमाइलो फिल भइरहेको एकदम अलि नौलो अरू बेलाको भन्दा अलि नौलो फिल भइरहेछ नौलो भन्नाले कस्तो अलि अरू पर्व भन्दाखेरि अलि म फर्स्ट यो मगरहरूको पर्वमा नि यो फर्स्ट चोटिको पर्वमा आएको हो त्यही भएर अलि यस्तोमा चाहिँ नआएको माघीमा आउनु भएको छ कि छैन बाँकीमा कसै सामेल छैन म बाँकीमा पनि भनेपछि यतिकै तपाईँ त हेर्ने अनि जाने मात्रै हो गुड ठिक छ त्यसो भए ल फेरि बोल्दै गरौँ ल दिनु तपाईलाई पनि म केही क्वेसन सोध्न चाहन्छु दिनु न नमस्ते त गरिदिनु कमसेकम
नमस्ते नमस्ते मात्रै गरे हुन्छ क्या नमस्ते त्यहाँ तपाईँ त केटी जस्तै लगाउनु हुँदो रहेछ हौ ल्याउनु 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 हजुर आशा मगर मेरो सब्सक्राइब गर्ने ल अब म कसलाई सोधौँ मामा अब तपाईलाई कसलाई सोध्नुहुन्छ त यहाँ हाम्रो एकदमै के भन्छ यहाँ केटा हुनुहुन्छ मन्त्री सांसद बन्ने यहाँ तयारी हुँदैछ 1-2-3 जना हाम्रो नेतागणहरू होइन अग्रज नेताहरू उहाँहरू चाहिँ बोल्नु मान्नु भएन जे होस् आजलाई यति नै त नभन्नु न हौ अरू थप बाँकी कुरा पछि भेटमा अब ब्रेक पछि अब एकछिन पछि माइलो नाचेर हामी चाहिँ देखाउनेछौँ है सो हामी चाहिँ यहाँ खाजा खानलाई रेडी छौँ तपाईँ के बोल्न चाहनुहुन्छ नमस्ते हो बोल्नु न हौ दादा तपाईँ बोलेन भने मेरो यहाँ कस्तो अधुरो म खान चाहन्छु के खान चाहनुहुन्छ तपाईँ एनर्जी लस भएको छ अहिले सबसे यो देखिरहेको सबैभन्दा तपाईँ के खान रेड बुल चाहियो स्पोन्सर गरे नि दाइ तपाईँ चाहिँ के खान लिन चाहनुहुन्छ यो मध्ये सबै खान चाहन्छु सबै अनि हाम्रो आजको स्पोन्सर दाइ के छ तपाईँको हालको तपाईँले सुरुमा नमस्ते भन्न चाहे यो पनि दिनु न तपाईँ एकछिन यो सबैलाई सहयोग दिनुहुन्छ अनि त्यसपछि कमल यस के छ हल्काबार भर्खर बिरामीबाट मरेर बाँचेछु ए साँच्ची हस्पिटल गएको गइ थियो अहिले कस्तो छ त स्वास्थ्य अवस्था ठिक छ अनि आज हो कि हिजो पनि आएको थियो आज हिजो त सुनिएको हो कि बिराम भएर सुन्ने के भयो ओटाएर आहा सानो छ के गर अहिले पछि गीत गाउने होला नि अहिले बिमता दिदीहरू अनि पार्वती थापाहरू आउँदैछन् केही भन्न चाहनुहुन्छ हाम्रो एकदम रमाइलो भइरहेछ रिल्याक्स सोचेको मासु खाऊ सेलरोटी खाऊ अनि अरू के शुभकामना दिन शुभकामना त सधैँभरिलाई छु अर्को सधैँ रमाइलो हुन्छ सधैँभरि घुमे मेला 2082 को ह्याप्पी बर्थडे हामी खान्छौँ त्यसपछि हामी फेरि कुरा गर्छौँ है त हेर्नुहोस् यहाँ खानेकुराहरू हामी सबै एकदमै स्पेसल मतलब खानेकुराहरू चाहिँ हामी टेस्ट गर्छौँ आज है घरमा त टेस्ट गरेकै हो कि तर आज चाहिँ हामी यहाँ टेस्ट गर्छौँ है हामी चाहिँ स्टेजको छेउमा चाहिँ साथीहरू उता नाचिराख्नु भएको छ र हामीलाई चाहिँ अब जाने भए चाहिँ हामी मतलब त्यसपछि चाहिँ हामी फेरि भेट्छौँ मजा लाग्यो त्यहाँ मलाई आएन हो स्टेज छ यहाँ बाजाहरू अघि चाहिँ साउन्डमा थियो अहिले चाहिँ बाजाहरू आफै बजाउनु भयो मतलब बाजा हामी हिँड्ने मात्र हो मसँग चाहिँ सललाई छैन कि सल भएको भए म पनि नाच्थेँ कि अनि सल ल्याएन कि बिर्सेछु म त किन हेर्ने बस्छ के यो दिदी त नाच्ने मान्छे हामी बाँच्छौँ होला हो आशा तालाई त मलाई त ठुलो उडाउँछु म उता जान्छु अब पहिला गएर नाच्नु चढ्न लागेको
नमस्ते अब त्यस्तो संस्करण है त्यस्तो संस्करण हुने पर्वको उपलक्ष्यमा सम्पूर्ण वर समुदायलाई शुभकामना दिन चाहन्छु। साथै त्यही भएर चाहिँ होइन अब यो चाहिँ एकदमै रमाइलो भइरहेको छ। अब हाम्रो विशेष धन्यवाद क्यामेराम्यानलाई ल यति नै भन्न चाहे मैले। म नाच्ने तर मलाई बिचमा समाजमा आएन के नम्रमासँग त बिचमा नाच्ने मान्छे हो। युट्युब मेरो डान्स युट्युबमा हेर्न सक्नुहुन्छ। नमस्ते भाइ। नमस्ते मेरो नाम समीर आले मगर घर गोर्खा। तपाईँ मगरै हो नि भाइ? हो मगरै हो। मगरै हो। समीर आले मगर। अलिकति अरूले त कसैले मगर होइन होइन जस्तो भन्छ कि भन्दैन? भन्छ प्राय सबैले भन्छ। सबैले भन्छ। तपाईँले त्यो म मगर हो भन्दै हुनुहुन्छ? अनि पछिसक्यो। मगर भन्नुमा गर्व लाग्छ मलाई। यो भूमिमा तपाईँ फर्स्ट टाइम हो कि सेकेन्ड टाइम हो भाइ? फर्स्ट टाइम हो नि त। यो फर्स्ट टाइम। रमाइलो भइरहेको कस्तो एकदम रमाइलो। नाच्ने कि ननाच्ने भाइ अब? नाच्नु नआउने भएर हो। मतलब नाच्नु आउने भएको त एकदमै नाचिदिए भयो। यो बाहेक अरू गीतमा आउँछ कि आउँदैन? मलाई प्राय डान्सै आउँदैन। ए भनेपछि तपाईँ त यतिकै ताली पिट्ने मान्छे हो भाइ। ल अरू के भन्नु छ भाइ? शुभकामना दिनु छ? अब यो भूमि पर्व 2082 सालको हार्दिक शुभकामना भन्न चाहन्छु। ओके धन्यवाद भाइ। तपाईँ के भन्न चाहनुहुन्छ? नमस्ते भाइ। नमस्कार नमस्कार। तपाईँ अब अध्यक्ष थियो विद्यार्थीको अध्यक्ष थियो होइन? नेपाल मगर विद्यार्थीको अध्यक्ष भयो। हजुर अहिले पर्व 2082 को सबैलाई शुभकामना दिन चाहन्छु। भाषा संस्कृति र इतिहासको संरक्षण अध्ययन अनुसन्धान र दस्तावेजीकरण हाम्रो अभियान भन्ने मूल नाराका साथ भूमि पर्व 2082 सञ्चालन गर्नुभएको छ। उहाँहरू सबैजनालाई भूमि पर्वको सबै मगर समुदायलाई चाहिँ भूमि पर्वको हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु। यो चाडले हामी सबैको यो देशको संस्कृति जगेर्ना गर्नको निमित्त महत्त्वपूर्ण भूमिका खेल्छ र यो महत्त्वपूर्ण भूमिका खेल्नका लागि यो तकसेरा समाजले पनि मुख्य आयोजना गरेको थियो भूमि पूजाका लागि। अनि तमाम हाम्रो मगर समुदायहरू विशेष गरी रोल्पा रुकुमका मगर समुदायका आमा बुवाहरू चाहिँ यहाँ दिदीबहिनीहरू सबैजना चाहिँ यहाँ यो भूमि पर्वमा यो रमाइलोको लागि आउनुभएको साथमा हामी सबैजना छ। नेपाल मगर विद्यार्थी सङ्घ केन्द्रीय समितिको तर्फबाट हार्दिक शुभकामना सहित भोलि पनि टुरिज्ममा हामी भेट्नेछौँ। धन्यवाद। अब हामी नाच्छौँ नि अहिले भाइ? हामी अहिले एकछिन पछाडि नाच्छौँ। अब यो नाच्नै पऱ्यो। भूमिलाई पूजा गरेर मनाइने विशेष पर्व भूमि पर्व 2082 को सम्पूर्ण नेपाली दाजुभाइ मेरो तर्फबाट शुभकामना। हाम्रो शिल्पा गुरुङको टिमको पनि उपस्थिति यहाँहरू मान्छेको र साथमा विभिन्न सांस्कृतिक कार्यक्रम सँगै रमाउनु हुनेछ। सबैजनालाई हाम्रो विद्यार्थी टोली पनि नाच्दै हुनुहुन्छ पछाडि। यहाँ विद्यार्थी टोली नेपाल मगर सङ्घको विद्यार्थी नेपाल मगर विद्यार्थी सङ्घको अन्तिम दिनमा पनि यहाँहरूको यस्तै रोमक र हर्षोल्लासका साथ फेरि यस मेडिकलमा हामी फेरि भोलि भेट्नेछौँ र यो वर्ष 2082 सालको भूमि पूजालाई हामीले विदाय गर्नेछौँ। त्यस कारणले आज हामी सबैजना सबै क्षेत्रको आफ्नो ताल भए पनि सबै शरीर नाचमा शरीर भइदिनुको लागि हामी हार्दिक अनुरोध गर्न चाहन्छौँ।
एकदम रमाइलो है। मैले फर्स्ट टाइम आएको, फर्स्ट टाइम यस्तो बिति रमाइलो भयो कि मलाई होइन एकदम हृदयदेखि सम्मान छ यो घुमे पर्व यात्रालाई। भोलि आउने नआउने? आउने हो। भोलि आउने हो? भोलि आउने हो? भोलि आउने दिदी? यो त आउने। दिदी कस्तो लाग्यो? यो दामी रमाइलो? समिरा दिदी कस्तो लाग्यो? दामी। कतिको नाच्नु भयो? नाचियो थाक्नु भयो नि? थाक्यो हजुर। थाक्यो त त्यसो भए। उपेन्द्र दाइ भोलि के अरे नाचेर थाक्नु भयो कि नै? कि नै? बोल्नै नसक्नु भएको छु। तपाईँ पुरा नाचेर चिच्याएर कराएर। कतिको नाच्नु भयो दाइ? अब गएर भात पकाउने हो तपाईँ? भोलि आउने नआउनु दादा? हाम्रो स्कुटी उता छ। हाम्रो स्कुटी उता छ। मेरो चाहिँ उता छ। ल साथीहरू होइन, आजको भ्लग यति नै थियो भन्दै होइन, आज चाहिँ म इन्ड गर्न चाहन्छु। हम दोनों बाई हाम्रो हजुरहरु जान हामी बाई 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 सबैजनालाई राम्रोसँग जानु होला। बाई 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 दिन छ अहिले बाई बाई भन्दा त आजको लागि बाई, आजको लागि बाई बाई। साधन कतिवटा भयो स्कुटी बाई बाई बाई। लगनखेलसम्म म पनि खाली छु। बाई। ओके साथीहरु होइन, आजको भिडियो यति नै थियो। हामी नेक्स्ट भिडियोमा भोलि बनायो भने भोलि भेट्ने छौँ। आजको लागि बाई बाई भन्दै फेरि भेटौँ साथी।